सो गाइस यसको म आज क्यामेरा ग्लास फेर्न गइरहेको छु कुन मोबाइल हो त्यो कुन मोबाइल हो Redmi Note 9 Pro Max होला Note 9 Pro Max को ल फेर्नुस् न त के गर्नुपर्छ सुरुमा आएर यसलाई पहिलो क्यामेरा चेक गर्नु क्यामेरा अन गर्नु कि अन भयो क्यामेरा ढिलो छ क्यामेरा ल चल्यो यसको अब जुमहरु नि चेक गर 6 ठिक छ ला हिट गर्नु गर्नुपर्छ हड्गनले हाल्दा हुन्छ ल त हड्गनले किन नहाल्ने क्यामेरामा बिग्रिन्छ नि त ब्लरहरु आउँछ क्या क्यामेरा ब्लर हुने ताउत हुन्छ सो फोनलाई पावर अफ गरिदिउँ टेक्लट पावर अफ गरिदिउँ हैन माथि तान बिस्तारै आयो हो हात ताने नि भयो आयो नि बास अब सफा गर तिमीले सफा गर्ने वरिपरि ट्विजरले सफा गर वरिपरि बिस्तारै बसिरहेको छ कि छैन हेर्नको लागि चाहिँ हामीले नाइफ यसको सहायता लिन्छौँ हो यदि क्यामेरा धुलो छैन भने के सफा गर्नु पर्यो है अलिक क्लियर आएन मेरो यो ल अब क्लियर आयो सानो एउटा टुक्रो छ देख्यो माथि बिचमा त्यसलाई हामीले फालिदिन्छौँ त्यो औँला गरेर त्यहाँ छुलिन नि फेरि फाल्ने भनेर कपडाले यहाँ यस्तो फोर्छ है आउनु क्यामेरा ग्लास हेरेको भाइ ल ल्याऊ नि कसैलाई मैले ठिक छ नि हाल्ने पुऱ्याइहाल्ने भाइ नटक्क भयो बिग्रिन्छ हाल्ने काम तमाम पुगिहाल्छ हामीले ल क्यामेरा ग्लास ल्याऊ अर्को छैन पनि भर्खर प्लास्टिक निकालेर सबै पुस्ने यसरी है यो साइडमा पुस्ने जुन साइडमा पुस्नु पर्ने त्यो साइड पुस्ने यसरी है पुस्यो नि एकदम नर्मल काम हो यो नर्मल कामको भिडियो नि बनाएको होइन यसरी गर्ने काहीँ नछुने ट्याक्क छेउछाउ छुने सलक्क लगेर यसलाई यहाँ माथि लगेर माथि साइडमा सुरुमा ट्याक्क लगाएर राखिदिने हो राख्यो अब बाहिरबाट अब चाहिँ बाहिरबाट पुस्ने यसरी है ल अब एकचोटि सिजा परेको छ आउनु अब चेक गरौँ हल्का ढिलो खोलिन्छ ढिलो खोलिनुको मतलब क्यामेरा यसको सिपियूमा प्रब्लम छ म्याक्सिमम Note 9 Pro Max Note 9 X3 मा सिपियू प्रब्लम आउँछ ल काम गर्यो हैन अब म चाहिँ खतरा यो पोजिसनले टेप हाल्दिए है हेर्नु अब यसलाई प्लस यो तरिकाले टेप हाल्दिए खोइ 2 घण्टापछि सुक्छ 1 घण्टामा उकाइदिनु हुन्छ सो ल कस्तो लाग्यो बगिन्छ अब